खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। नेपालमा हामी 5 वर्षमा 15 लाख रोजगारी सृजना गर्छौं भन्ने हाम्रो कमिटमेन्ट छ। यो हाम्रो पहिलो प्रतिज्ञा भनेको नेपाललाई 5 वर्षभित्र हामी भ्रष्टाचार मुक्त समाज बनाउँछौं। हामी नागरिकहरूलाई हैरानीबाट मुक्त बनाउँछौं र हाम्रो सरकारलाई जवाफदेही बनाउँछौं। यो हाम्रो संकल्प हो, यो हाम्रो प्रतिज्ञा हो। हामीले बारम्बार एउटै कुरामा जोड दिँदै आएका छौँ, नीति र राजनीतिमा स्थिरता चाहिन्छ। स्थिरता नभए विकासको गति रोकिन्छ र अर्थतन्त्र पर्फिटहरूसँग देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठुलो तगारो राजनीतिक अस्थिरता नै हो। है